जसबिन तपाईहरु देख्न सक्नुहुन्छ भर्खरै मात्र उपर देखिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुईवटा भ्यान रहेका छन्। त्यहाँ दुर्गा परसाईलाई पक्राउ गरिसकिएको छ। नेपालपट्टिको प्रहरीले पक्राउ गरिरहेको दृश्यमा परैबाट तपाईलाई देखाइरहेको छु। दर्शकबिन यति बेला मेची पुलको दृश्य तपाईलाई देखाइरहेको छु। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्गा परसाईलाई पक्राउ गरिसकेको छ। उपर देखिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुईवटा भ्यान रहेका छन्। त्यहाँ दुर्गा परसाईलाई पक्राउ गरिसकिएको छ। नेपालपट्टिको प्रहरीले पक्राउ गरिरहेको दृश्यमा परैबाट तपाईलाई देखाइरहेको छु। दर्शकबिन यति बेला मेची पुलको दृश्य तपाईलाई देखाइरहेको छु। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्गा परसाईलाई पक्राउ गरिसकेको छ। मात्र यति बेला दुर्बिनाका काँकरभिट्टाबाट दुर्गा परसाईलाई पक्राउ गरिसकेको दृश्य हामी तपाईलाई देखाइरहेका थियौँ। जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेर लगिसकेको अवस्था रहेको छ। पूर्वी नाकाको सीमा क्षेत्रबाट उनलाई भर्खरै पक्राउ गरिएको छ। दर्शकबिन यो ब्रेकिङ न्युज हामी तपाईलाई सम्प्रेषण गरिरहेका छौँ। हो दर्शकबिन हामी यति बेला पूर्वी नाकामा रहेका छौँ। केही दिन अगाडिदेखि फरार रहेका राजावादी आन्दोलनमा हिंसात्मक तरिकाबाट गतिविधि गरेको भन्दै त्यसको लिडर गरिएका दुर्गा परसाईलाई यति बेला यही नाकाबाट ल्याउने तयारी गरिरहेको छ। पछाडिपट्टि देख्न सक्नुहुन्छ तपाईहरु सुरक्षा व्यवस्था एकदम कडा बनाइएको छ। यति बेला पूर्वी नाकामा रहेका छौँ हामी। ल्याएको छ पत्रकार ल अनि आज यसो गर्ने त्यहाँ हेर्ने अनि त्यसलाई पछि उहाँ पोस्ट गर्ने ल आज आज ल ल ल धेरैजनाले सबिनको स्वास्थ्य अवस्था कस्तो छ भनेर चासो देखाउनु भएको छ। हो हामीले सामाजिक सञ्जालमा निरन्तर रूपमा अपडेट गराएको विषय झापा भिरकुटी निवासी मेचीनगर 2 निवासी सबिन नेपाल जो बिरामी हुनुहुन्थ्यो भाइ सानो बाबु। अनि यस विषयमा आदरणीय दाजु गोपी दाइले सामाजिक सञ्जालमा स्ट्याटस लेखिसके पछाडि धेरैजना मनकारी दाताहरूको सहयोगको अभियान सुरु भएको थियो। त्यो सहयोगको अभियान सँगसँगै आवाजबिनको आवाज भनेर जोडिने क्रममा म पनि जोडिएको थिएँ। दर्शकबिन हो हामीले सम्प्रेषण गरेको भिडियोमा धेरैजनाले साथ सहयोग मात्र दिनु भएन, उनको उपचारका लागि आर्थिक सहयोग पनि त्यत्तिकै मात्र दिनुभएको थियो। पैसाको अभावले एउटा गरिब परिवारले अकालमा ज्यान नगुमाउनु परोस् भन्ने धारणा थियो हाम्रो। त्यही अनुरूप हामी उनको उपचारका लागि खट्यौँ। दाइ पनि खटिनु भयो, निरन्तर रूपमा खटिनु भयो र आज सबिन भाइ एकदम मुस्कुराएका छन् हैन? अलिकति हाँस्छन् त हो, मुस्कुराएका छन्। अब उनीमा कुनै समस्या छैन। एकचोटि फलोअपको लागि बोलाएको छन् डाक्टरले, चाँडै जाँदैछन् र अहिले एकदम तन्दुरुस्त छन् हैन? जाति भयो नि अब हैन? अब स्कुल कहिलेदेखि जाने? अब नयाँ सेसनदेखि जाने हैन? अब कतिमा पो जाने? क्लास कतिमा? 4 लाई फोपो भन्छन् नि हो नि हैन? फोमा कुन स्कुल पढ्दै गरे हो? श्री भानु माध्यमिक विद्यालय। भानु माध्यमिक विद्यालय। अनि अहिले खाना मजाले रुच्छ नि हैन? हस्पिटलमा को बस्नुभयो? दिदी बस्नुभयो, मम्मी बस्नुभयो, दिदीको साथी। दिदीको साथी। दिदीले कतिको माया गर्नुहुन्छ? धेरै गर्नुहुन्छ नि हैन? एकदम दिदी भाइको एकदम समुद्र सम्बन्ध छ। बुवा आमा बोल्न सक्नुहुन्न, आवाज छैन उहाँहरूको। एउटा पुरानो घर छ, यो झुपडीमा बसेको सानो परिवार छ। तर यो परिवार अब सुखी परिवार बन्नुपर्छ भन्ने हाम्रो धारणा हो। यो परिवारको जुन घरमा बस्दै गर्नुभएको छ, यो परिवारको यो घर परिवर्तन हुनुपर्छ भन्ने अबको हाम्रो उद्देश्य हो। यो उद्देश्यमा जोडिनका लागि हामी तपाईलाई आग्रह गर्ने नै छौँ। अहिले यो विषयमा धेरै कुरा नभनौँ, पिटे गोपी दाइले पनि यो आग्रह गर्नु हुने नै छ, हामी पनि आग्रह गर्ने नै छौँ। तथापि अहिले यति भनौँ कि यो परिवारको बस्दै गरेको आवास परिवर्तन हुनुपर्छ, जहाँ पानी पर्दाखेरि उहाँहरू भिज्नु हुँदैन अनि भित्र पसिरहँदाखेरि निदाइरहँदाखेरि आनन्दले बिहानको उज्यालोको घाम देख्न सकियोस्, त्यति आग्रह गर्न चाहन्छौँ। बाटो अनि सबै त्यहाँबाट भाइको विषयमा सुनेपछि अन्सु एकाडेमीको टिमबाट थोरै सहयोग लिएर आएका छौँ। यहाँ 7500 लगभग यस्तै छ। यो हस्तान्तरण गरिदिनुको लागि म हाम्रो सञ्चालक समितिको सदस्य केशव
दाइ हुनुहुन्छ उहाँको हातबाट। साथै हामी उद्घोष गर्न चाहन्छौँ कि यदि बाबुलाई बाबुको परिवारलाई यदि इच्छा भयो भने हामी अन्सु एकाडेमीमा बाबुलाई अध्ययनको लागि निःशुल्क पढ्ने व्यवस्था मिलाइदिनको लागि पनि हामीले सल्लाह भर्खरै गरेका छौँ। यसको लागि पनि अब घर परिवारको इच्छा छ भने जहाँ पढ्दैछ त्यहीँ पढेको ठिक छ भन्यो भने त केही भएन। यदि अझै राम्रो ठाउँमा पढ्न पाए हुन्थ्यो भन्ने हिसाबको यदि इच्छा छ भने चाहिँ त्यस्तो घर सल्लाह मिल्यो भने हामी अन्सु एकाडेमी जहिले पनि नानी बाबुको पढाइको लागि हामी हृदय खुल्ला गरेर बसेका छौँ। केही फरक पर्दैन। यो रकम चाहिँ विशेष गरेर हामीले बच्चा बच्चीलाई हामीले अहिले अन्सुमा धुलाबारीको आदर्श जस्तै संस्कारयुक्त शिक्षा भन्ने नयाँ लागू गरेका छौँ र त्यसमा चाहिँ व्यावहारिक शिक्षाको पनि ज्ञान दिने हिसाबले सेवा कार्यक्रममा पनि उनीहरूलाई अगाडि बढाउनको लागि उनीहरूलाई आफैले कक्षामा एकपल्ट भन्ने बित्तिकै उनीहरू आफैले टिफिनका पैसाहरू बचाएर अहिले छुट्टी भएकोले नत्र भने विद्यार्थी आफै आउँथे। यो कसैले 5 कसैले 10 कसैले त्यो टिफिनको पैसा बचाएर यति जम्मा भएको छ। विद्यार्थीलाई पनि एकदमै आउन इच्छा थियो तथापि विद्यालय बिदा भएकोले गर्दा उपस्थित गराउन सकिएन। तर यदि बाबु अन्सुमा फेरि पढ्ने अवसर पाए भने त सबै साथीहरूसँग भेट भइहाल्छ र यसको अवसर जुटाइदिनु हुने सञ्चारकर्मी मित्रज्यूहरूलाई एकदमै हार्दिक आभार छ, जसको कारणले गर्दा सञ्चार माध्यम एउटा बलियो देशको खम्मा हो भनेर चिनिएको छ, जसले सत्य कुराको पनि पर्दाफास गर्छ, असत्य कुरा के हो त्यो पनि देखाउँछ। यस्तो दुःख परेको ठाउँमा हैन त्यसलाई उजागर गरी सहयोगको काम पनि गर्ने गरेकोले गर्दा खगेन्द्र खरेको टिमलाई हामी अन्सु एकाडेमीको तर्फबाट एकदम हार्दिक सम्मान जनाउन चाहन्छु। सबिन कस्तो छ अहिले? राम्रो छ। अहिले हामी सबिनकोमा छौँ र मेरो साथमा मित्र खगेन्द्र खरो हुनुहुन्छ। उहाँ धुलाबारीबाट यो सबिनको घरमा आउनुभएको छ। अहिले भर्खरै अन्सु एकाडेमीको शिक्षकहरूले आएर पनि केही रकम 7500 रकम दिनुभएको छ। खगेन्द्रजीसँग मैले आवाजविहीनको लागि आवास कार्यक्रममा साथ दिनको लागि अनुरोध गरेँ। अब यो परिवारले आज बेलुकासम्ममा जग्गा हामी बहिना गर्दैछौँ, 1 कट्ठा जग्गा, र त्यो वैशाख लागेपछि हामी घर बनाउने निर्माण गर्ने प्रक्रियामा जान्छौँ र निर्माण गर्दै गर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ यो घरको अवस्था कस्तो छ भनेर। यो परिवारको अवस्था, बुवाको बोली छैन, आमाको बोली छैन र त्यही परिवारलाई कसरी हामीले सेवा गर्न सक्छौँ भनेर आएछौँ र विशेष गरी म मित्र खगेन्द्र खरोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। के तपाईँ बिहे गर्ने सोचमा हुनुहुन्छ? के तपाईँ घर बनाउने सोचमा हुनुहुन्छ? फर्निचरको खोजीमा हुनुहुन्छ? सोफाको खोजीमा हुनुहुन्छ? अब चिन्ता नगर्नुहोस्, तपाईँहरूकै सहर बिर्ता मोडमा अनलाइन सेवा बिर्ता मोड आइसकेको छ। नमस्ते, तपाईँ हेर्दै हुन्छ यतिखेर अनलाइन सेवा बिर्ता मोड। तपाईँहरूकै मनमुठुमा बस्नु सफल यो अनलाइन सेवा बिर्ता मोड तपाईँहरूको समस्यालाई मध्यनजर गरेर अब रिओपनिङको लागि सिटी सेन्टर भित्रै आइसकेको छ। अब तपाईँहरूलाई टाढा कहीँ जानु पर्दैन, सट्ट गाडी चढेर आउनुहोस्, इलामबाट आउनुहोस्, फिदीबाट आउनुहोस्, काकरभिट्टाबाट आउनुहोस्, धुलाबारीबाट आउनुहोस्, दमकबाट आउनुहोस्, जहाँबाट आउनुहोस्। पूर्वबाट आउनुहुन्छ काकरभिट्टा साइडबाट आउनुहुन्छ भने लेफ्ट साइडमा र मुक्तिचोक साइडबाट आउनुहुन्छ भने राइट साइडमा सिटी सेन्टर भित्र डी ब्लकमा अब अनलाइन सेवा सेन्टर बिर्ता मोडको नयाँ शाखा रिओपनिङ हुने भएको छ। तपाईँहरूको घरको लागि होस् या बिहे वर्तमानको लागि होस्, कुनै पनि फर्निचरका सामग्रीको आवश्यकता छ भने हामीलाई सम्झनुहोस्। नेपालभरि डेलिभरीको सुविधा छ भने हाम्रो झापाभरि होम डेलिभरी, फ्री डेलिभरीको सुविधा रहेको छ। आउनुहोस् एकपटक हेरौँ सामानहरू कस्तो कस्तो पाइँदो रहेछ। हामीलाई मनपर्ने हाम्रो नयाँ घरमा सजाउने सोफाहरू, विभिन्न दराजहरू, बेडहरू हेरौँ। धन्यवाद, नमस्ते। B&K पोलिक्लिनिक, चाराली झापा। हाम्रा सेवाहरू: दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा ओपीडी सेवा, 24 घण्टा एम्बुलेन्स सेवा, भिडियो एक्सरे सेवा, अत्याधुनिक प्रयोगशाला, निबुलाइजेसन सेवा, इमर्जेन्सी सेवा, ऑक्सीजन सेवा। B&K पोलिक्लिनिक, चाराली झापा।